मेरो भिडियो हेर्ने सबै दर्शकहरूलाई नमस्ते। ढोक दिए। आज म मसुर दाल भिजाएको थिएँ अनि 1 घण्टा। अनि यो मसुर दाल मैले धुइधाइ गरेर पानी फेकेँ। अब यसलाई मैले मिक्सर ग्राइन्डरमा कुटेर गुडा गरेर पकौडा बनाउँछु म। मैले मसुर दाल पनि कुटेर तयारी गरिसकेँ। अब म पकाउँछु। अब म प्याज हाल्दैछु। म खुर्सानी काटेर राखेको थिएँ, खुर्सानी हाल्दैछु। निमक हाल्दैछु। थोडा हल्दी हाल्दैछु। म जिरा पाउडर हाल्दै थोडा बेकिङ सोडा अलिकति हाल्दैछु। अब म सबै मिलाउँदैछु। मैले सबै मिलाएर तयारी गरेँ। अब म कराई बसाउन जाँदैछु। मैले कराई बसाइसकेँ। अब म तेल हाल्छु। अब म तेल हाल्दैछु। तेल मेरो गरम हुँदैछ। अब गरम भयो भने एकछिनपछि म पकौडा बनाउन थाल्छु। म अब पकौडा बनाउँदैछु। पकौडा पाक्दैछ। अब 5 मिनट मैले यहाँ एकछिन पकाउँछु। अब म पल्टाउँछु पकौडालाई। मैले मसुर दालको पकौडा बनाइसकेँ। अब मैले बनाएको रेसिपी भिडियो हजुरहरूलाई कस्तो लाग्यो? हजुरलाई राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्स्क्राइब पनि गर्नु होला। अनि यसरी हजुरहरूले पनि नयाँ नयाँ आइटमहरू देख्नुहुन्छ मेरो।